यसैले भोट कसो हाल्ने हो जसले रड्छ कस्तो उसलाई हेलो घन्टी आन्टी हाम्रो झापा त अनि पूजा आजा धर्म कर्ममा निकै मान्ने मान्छेहरू छन् तिमीलाई थाहा छैन घन्टी सँगसँगै शङ्ख पनि बजाउनु पर्छ भनेर मुला ए शङ्ख बच्चा नि तेरो बाउ मर्न पर्यो कि त्यहाँ तेरो बाउ मरेपछि शङ्ख बच्चा टेन्सन नगर बोट केमा घन्टामा त्यसका बाउको लन्ठामा होइन हौ खुइली तिम्रो कपाल काटे सँगसँगै कपालसँग दिमाग पनि काटियो क्या हो तिमीलाई घन्टीले के गर्यो रवि लामिछानेले के गरे अनि बालन शाहले चाहिँ के गरे पहिला त ओ खुइली हो जान्छौ तिमी त बालन शाह जस्तो पोइ पाउँदा नि किन पहिला नजानु र भेलुबाईसँग त धन्न गइनौ तिमी म त रक्सी गर्ने हो घन्टी हल्लाउने हो म काङ्ग्रेसको मान्छे हौ काङ्ग्रेसको मान्छे हौ रक्सी गर्ने घन्टी हल्लाउने केपीको जस्तो सुनको घोडा सेरेको जस्तो पैसाको बरा त्यसरी ताप्ने खेलाडी कुटेको हामी देखा अब भाइरल हो नि बाजे तपाईँ अब भाइरल हो यो रानीको छोरो यो काङ्ग्रेसको सानो मादल दुईतिर भङ पर्यो घन्टी बजे एमाले दङ पर्यो भनेपछि तपाईँ हलोमा भोट हालेर बालेन शाहलाई जिताउने अब तपाईँ चाहिँ अब बाख्रालाई चाहिँ कुकुर लाएर ब्याङ छ भने बाख्रालाई चाहिँ कुकुर लाएर ब्याङ छ भने भोट केमा हाल्ने त दाइ ल ठ्याक्कै भन्नुहोस् ठ्याक्कै भोट केमा यसमा हाल यसमा सबैले भोट हाल के हो दाइ त्यो त्यही जानु त्यो लिएर तपाईँ चुनावमा उठ्नु भयो र होइन चुनाव त मलाई इन्ट्रेस्टै छैन नि किन नउठ्नु भयो दाइ किन नउठ्नु भयो त अनि यो सबै यस्तै पातकीहरूको सङ्गत हुन्छ किन उठ्नु 8 कक्षा फेल 14 वर्ष जेल 2वटा किडनी फेल पूर्व पश्चिम रेल हावाबाट बिजुली र तेल अब सकियो एमालेको खेल चुपचाप घन्टी छाप काङ्ग्रेस छाप एमाले पत्ता साप भोट केमा मामा आए घोडा माइजू आइन डोली काफल गेडी कुटुक्क भोट केमा यी मेरो फाटेको कट्टुमा भोट केमा यी मेरो फाटेको कट्टुमा सीमा झ्याक्नेहरू बरु यो मेरो फाटेको कट्टुमा भोट देऊ म अर्को नयाँ कट्टु किनेर लगाउँछु यो फाटेको कट्टु चाहिँ हालिदिन्छु तेरो बङ्गालीले फटाको पेन्डी देखाएर भोटको बेइज्जत गर्छस् मासाला कुकुर्ने खाते नि झापाको भक्का एमालेको छक्का केपी बा राणीको भन महेश बस्ने भोगटेको भन यहाँभन्दा पहिला कुनमा भोट हाल्नुहुन्थ्यो यहाँभन्दा पहिला त एमाले एमाले काङ्ग्रेसलाई भोट हाल्नु भयो एक नम्बर चोर फटा डाका काम गरेनन् राम्रो काम भनेपछि गर्दै गरेन भनेपछि एकदमै रिस उठेको छ एकदम रिस उठेको छ त्यसलाई त जुत्ताको माला लगाउनु पर्छ जय घन्टी दाइ 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 जय घन्टी जय घन्टी जय घन्टी दाइ उता बालेन आइसक्यो हामीलाई बोलाउँदैछ यसमा हाँस्नु पर्ने कुरा के हो निर्वाचन आयो नि त चुनाव के छ माहौल चुनाव आएको हो हजुर अनि मैले भोट केमा दिनु त हजुर हामीले तपाईँलाई सोध्दैछौँ चुनाव आइसक्यो 5 दिन बाँकी छ बुढो मान्छे म त जान्दैन डोकामा हाल्दा हुन्छ होला डोकामा हजुर थाहा छैन त्यो त तपाईँलाई के लागेको छ हजुर तपाईँलाई के लागेको छ मलाई
मलाई चाहिँ राम्रो लागेको छैन। निर्वाचन आयो के थाहा छ कि नै? चुनाव हजुर ओ आँखा सुन्दैन अब कानले देख्दैन हजुर अब बुढो मान्छे। म नभागेको भए के गर्नुहुन्थ्यो उहाँहरूले? के पनि गर्दैन थियो नि, भित्तामा राखेर धुपबत्ती लगाएर पूजा चाहिँ गर्थ्यौ। नेपाली कांग्रेस के भन्छ? रवि दाइलाई ले भन्छ। अनि बाजे भोट चाहिँ केमा? भोट घन्टीमा। ऋषि धमलाले अजय देवगनले बोलाउनु भयो क्या क्याम्पेनको लागि? यहाँ सरलाई मैले सलमान खान गरेर घोषणा गर्यो, भिडियो बनायो, भाइरल भयो सर। सलमान खान, म अजय देवगन, सर सलमान खान। तपाईँ सलमान खान दाइ? चुनावमा कति पैसा लिनुभएको थियो? मैले 5000। 5000? हजुर। कसले ल्याएर दिएको? कसले ल्याएर? अरे बाप रे, ये तो धोती खोल रहा है। भोट चाहिँ घन्टीमा है, भोट चाहिँ घन्टीमा। 30 वर्षदेखि देश लुटेछ, यहाँ पैसा लुट्ने हिँडेको, भोट चाहिँ घन्टीमै हो। भोट केमा भाइ? ठ्याक्कै मनमा के छ ल? मनमा के छ? भोट केमा? भोट त घन्टीमै हो नि। घन्टीमा हो? अनि जबरजस्ती लाउनला हो यो? केमा ठोकिदिने भोट? भोट घन्टीमा हाल्नुपर्छ हजुर। एमाले र केपी ओली र देउबा चोरलाई चाहिँ फाँसी दिनुपर्छ। पाए मैले गोली ठोक्छु। यहाँ तालचोकबाट हिँडेर आऊ, सेक्युरिटी गार्ड पुलिसको एउटा पनि सेक्युरिटी हुन हुँदैन। मैले त्यो गडुवा खोलामा नआइपुग्दै खतम गरिदिन्छु मैले। मेरो त यहाँ त फेरि शालिग बन्छ नि, मेरो नाति पलातीले हेर्छ नि, मौरिया चोक सिसुवा चोकमा फेरि मेरो त शालिग बन्छ त्यहाँ। यो मान्छेले मादी गाउँपालिका एउटा सोझो गुरुङ बुढाले लडाइदियो दुइटै भनेर। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। क्या बोला तूने? भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिन। केपी बालन साला हराउनलाई डिग्री ओलन कुमारी कुमारीले बालन सबै हराउनलाई।